जापानको जनगणनाको फर्म भर्ने तरिका बताउँदैछु। नेपालबाट चाहिँ हेर्दै हुनुहुन्छ भने जापानमा रहनु भएको आफ्ना आफन्तहरूले फर्म भर्नु भयो कि भएन भनेर उहाँहरूलाई रिमाइन्ड गर्नको लागि यो भिडियो सेयर गरिदिनु होला र यसभन्दा पछाडि हेर्नु पर्दैन किनकि काम लाग्दैन नि त। तर जापानमा हुने र फर्म नभर्नेहरूका लागि चाहिँ काम लाग्छ यो भिडियो। फर्म भर्नको लागि तीनटा तरिका छ। पहिलो तरिका भनेको चाहिँ यो खाममा तपाईलाई अनलाइनबाट फर्म भर्नको लागि भनेर एउटा क्युआर कोड भएको यो पेपर पनि आएको होला हो। त्यो पेपरबाट क्युआर कोड स्क्यान गरेर अथवा यता पछाडितिर भएको यो वेबसाइटमा आफैले इन्ट्री गरेर पनि भर्न सक्नुहुन्छ। दोस्रो मेथड भनेको चाहिँ यही खामभित्रै आएको यो फर्म भर्ने, सबै कुरा भर्ने, अगाडि पछाडि दुइटै छ। त्यस पछाडि यो खाममा हाल्ने र हुलाकमा गएर खसाल्दिने। अब यो दुइटै गर्न जान्नु भएन भने नजिकैको सियाक्सो अथवा कुयाक्सो गएर पनि तपाईँले आफ्नो विवरण टिपोट गराउन सक्नुहुन्छ। अब सबसे सजिलो मेथड भनेको अनलाइनै हो। ट्रान्सलेट पनि हुन्छ अनलाइन भएपछि त, इङ्ग्लिसमा पनि आउँछ, ल्याङ्ग्वेज अलरेडी इङ्ग्लिसमा पनि हुन्छ। त्यसैले हामी अनलाइनबाटै गरौँ। क्युआर कोड स्क्यान गर्नुभयो भने चाहिँ तपाईँलाई यस्तो पेज आउँछ, सबै जापानिजमा छ। सर्लक्कै सबैभन्दा सुरुमा चाहिँ ल्याङ्ग्वेज चाहिँ इङ्ग्लिस गरिहालौँ। त्यस पछाडि स्टार्ट रेस्पोन्डिङ गर्नु। त्यस पछाडि यो अटोमेटिक इन्ट्री हुन्छ, लगइन आइडी क्युआर कोड इन्ट्री गर्ने बित्तिकै तपाईको के छ मिलेको छ कि छैन, क्युआर कोडको छेउमै लेखेको छ त्यो हेर्नु होला। त्यस पछाडि आउँछ पासवर्ड पनि अलरेडी इन्ट्री हुन्छ। इन्ट्री भएन भने छेउमा भएको पासवर्ड इन्ट्री गर्नुपर्ने हुन्छ। त्यस पछाडि लगइन बटन थिचिदिनु भएपछि लगइन हुन्छ। मेरो चाहिँ एन्सरहरू सबै पहिल्यै दिइसकेको भएर अब यस्तो आउँछ। सुरुमा चाहिँ घरको प्रकार भनेर भन्छ। घरको प्रकार चाहिँ नर्मल्ली लगभग सबैको यो अर्डिनरी हाउस होल्ड भन्ने हुन्छ। कोही कोही चाहिँ युनिभर्सिटी अथवा स्कुलकै डर्मेटरीमा बस्नुहुन्छ भने सेकेन्डको आफ्नो कुन ठिक हो त्यो अनुसार गर्नु होला, तर धेरै जतिको फर्स्टकै हुन्छ। त्यस पछाडि अब नेक्स्ट गर्दै जाने। घरमा कतिजना हुनुहुन्छ, एकजना, मेल कति फिमेल कति भनेर एन्ट्री गर्ने बित्तिकै आइहाल्यो, भइगयो। त्यस पछाडि नेक्स्ट गर्नुहोस्। अनि घरको प्रकार कस्तो हो भन्छ। अब म चाहिँ कम्पनीले दिएको अपार्टमेन्ट भएकाले त्यो चुज गरेँ। आफ्नै घर हुनेले आफ्नै गर्ने र अब के भन्छ दाँचीमा बस्नेहरूले रेन्टेड हाउस गर्नुपर्ने हुन्छ। त्यस पछाडि अनि रुममा बस्नेहरूले चाहिँ रेन्टेड रुम गर्नुपर्ने हुन्छ। भर्दै नेक्स्ट गर्दै जाने हो क्या। त्यस पछाडि बिल्डिङ चाहिँ कस्तो खाले भनेको छ। अब प्राय जस्तो सबै यो अपार्टमेन्ट नै त हुन्छ। कसैको छुट्टै घर छ भने अब त्यही अनुसार फर्स्टको क्लिक गर्नु पर्यो, तर धेर जतिको सेकेन्डवालै अप्सन हुन्छ। त्यस पछाडि तल सार्दै अनि यहाँ कति फ्लोर छ भनेको छ क्या तपाईँ बस्ने घरमा। मेरोमा चाहिँ 2टा फ्लोर छ र म चाहिँ फर्स्ट फ्लोरमा बस्छु। अब तपाईँ कुन कुनमा बस्नुहुन्छ लेखिदिनुहोस्। इङ्ग्लिसमा भए सजिलो हुन्छ नि त। त्यस पछाडि हाउसहोल्डको नाम, हाउसहोल्डरको नाम लेख्नुपर्ने हुन्छ। एकजनाको हुँदा चाहिँ, दुईजनाको हुँदा पनि कसरी आउँछ चाहिँ अब मेरोमा छैन, 2जना भर्ने कुरो भएन। त्यही भएर जे भयो नि हाउस होल्ड मेम्बर 1 को ठाउँमा 2, 3 भन्दै आउँछ। अब मेरो आफ्नो नाम, अब मेल, आफ्नो के हो सेलेक्ट गर्ने। यो त सजिलो छ। इङ्ग्लिसमा भएपछि त सजिलो भइहाल्छ, गरिहालिन्छ है। त्यस पछाडि घर धनीसँगको चाहिँ सम्बन्ध के भन्ने हुन्छ। अब म त आफै घर धनी। अनि त्यस पछाडि अब हुन्छ नि साथीहरू मिलेर बसेको छ भने चाहिँ अदर्समा क्लिक गर्नु होला। जन्मेको कहिले भन्ने आउँछ। त्यस पछाडि अब कहिले कहिले जन्मेको आफ्नो लेख्ने हो। वैवाहिक हो कि अविवाहित हो त्यो आफ्नो लेख्नु पर्यो। त्यस पछाडि आफ्नो नेसनालिटी, जापानभन्दा बाहेकले अदर्स लेख्ने। अनि अब आफ्नो देशको नाम थपिदिनुहोस्। त्यस पछाडि यहाँ बसिराख्नु भएको कति भयो त त्यो थपिदिने। त्यस पछाडि 5 वर्ष अगाडि ठ्याक्कै अक्टोबर 1, 2020मा चाहिँ तपाईँ कहाँ हुनुहुन्थ्यो, यही एड्रेसमा हुनुहुन्थ्यो अथवा यो सहरमा यो सिटीमा हुनुहुन्थ्यो अथवा अरू ठाउँमा हुनुहुन्थ्यो, त्यही अनुसार अब सेलेक्ट गर्नुपर्ने भयो। म चाहिँ अरू ठाउँमा थिएँ, त्यही भएर अरू ठाउँ लेखेँ। त्यस पछाडि सेप्टेम्बर 24 देखि 30 सम्म चाहिँ के गर्नुभयो भन्ने कुरो आउँछ क्या। स्कुल जानेले स्कुलमा लेख्नु पर्यो होइन। अनि काम गर्नेले काममा, म चाहिँ काममा गएको भएर इन्गेज वर्क लेखिसक्यो। त्यस पछाडि अब नेक्स्ट गर्दै जाऊँ। काम गर्ने अथवा पढ्ने चाहिँ एउटै सहरमा हो कि अर्को सिटीमा हो, सीमा हो। मेरो चाहिँ अर्को सीमा भएकाले अर्को सी लेखेँ। त्यस पछाडि इम्प्लोइड हो कि सेल्फ इम्प्लोइड हो कि के छ भनेको छ। अब म चाहिँ रेगुलर इम्प्लोइ हो भनेको सही साइन। अब कोही हाकेन छ भने हाकेन लेख्नु पर्यो, पार्ट टाइम छ भने पार्ट टाइम लेख्नु पर्यो। अनि के छ अब आफ्नो त्यही अनुसार लेख्नु पर्यो। अनि कहाँ काम गर्नुहुन्छ भनेको छ। कहाँ काम गर्नुहुन्छ चाहिँ अब आफ्नो कम्पनीको नाम लेख्नुहोस्, कम्प्लिट गरिदिने हो। अनि त्यस पछाडि आफ्नो फोन नम्बर हाल्नुपर्ने हुन्छ, ठेगाना हाल्नुपर्ने हुन्छ सबै। त्यस पछाडि
कन्फर्म थिच्ने अनि अब आफूले भरेको विवरण सबै यहाँ देखाउँछ के भरियो सबै देखाउँछ अनि ओके बटन थिचिसकेपछि चाहिँ तपाईको रेस्पोन्स सेन्ड हुन्छ।